My name is Ismail Ajiji and I am not a ghost. एक पटक होइन, दुई पटक होइन, छ पटक मर्दै बाँच्दै गरेका मान्छे हुन् इस्माइल अजिजी। तान्जेनियाको एउटा गाउँमा जन्मिएका थिए इस्माइल अजिजी। पहिलेदेखि नै उनको जीवन कष्टकर नै चलिरहेको थियो। त्यही भएर उनले राम्रो शिक्षा कहिले पनि हासिल गर्न पाएनन्। उनी भन्छन्, पढ्न पाएको भए म पनि धनी हुन्थे। तान्जेनियाको गाउँमा काम पाउन फेरि एकदमै मुस्किल। तर पनि जसो तसो गरेर 20 वर्षको उमेरमा इस्माइलले एउटा कन्स्ट्रक्सन कम्पनीमा काम पाउँछन्। उनको काम हुन्छ फलाम जोड्ने। भोक प्यास अनि ओभरवर्कका कारण एक दिन उनलाई काम गर्दै जाँदा रिङ्गटा लाग्छ र उनी लगभग 6 तल्ला माथिबाट तल खस्छन्। उनी लडेको देख्न साथ हतार हतार गरेर उनका सहकर्मीहरूले उनलाई अस्पताल पुर्याउँछन्। तर त्यहाँ पुग्न साथ उनलाई डाक्टरले मृत घोषित गर्छन्। 20 वर्षका कलिला इस्माइल अजिजीको अब मृत्यु भयो। उनको परिवार गाउँमा नै कोलाहल मचिन्छ, रुवा बासी हुन्छ। अन्तिम संस्कारको तयारी पूरा भएपछि उनलाई क्यास्केटमा हालेर, बाकसमा हालेर गाउँ पुर्याइन्छ। गाउँ पुर्याउन साथ उनी बाकसबाट जिउँदो भएर बाहिर निस्किन्छन्। गाउँमा फेरि कोलाहल मचिन्छ, सरैतिर हल्ला मचिन्छ, बच्चाबच्ची कराएर भाग्न थाल्छन् अनि सबैले भन्छन् यो त भूत हो, यो बोक्सै हो। यसरी नै उनको दिनचर्या चलिरहेको हुन्छ। तर एक दिन फेरि उनलाई मलेरिया लाग्छ। साथ सहयोग केही नभएका हुनाले घरमा उनी मलेरिया लागेर ग्रसित भएर लडिरहेका हुन्छन्। एकजना छिमेकीलाई उनी माथि दया लाग्छ र उनलाई लिएर अस्पतालमा जान्छन्। अस्पताल पुर्याउँदासम्म उनी यति कमजोर भइसकेका हुन्छन् कि उनी बेहोस भएर लड्छन् र आइसियुमा पस्छन्। त्यसको केही घन्टामै फेरि उनको मृत्यु हुन्छ। उनको गाउँमा फेरि त्यही तरिकाले उनको लागि अन्तिम संस्कारको तयारी गरिन्छ। तर तयारी गरेको केही छिनपछि फेरि उनी बिउजिन्छन्। त्यो त भूतै हो, बच्चा बच्चीलाई त त्यसको छेउमा पर्न दिनै हुँदैन। इस्माइल अब 23 वर्षका भए। एक दिन उनी आफ्ना साथीहरूसँग घुम्नका लागि गाडीमा कहीँ निस्किन्छन्। त्यही बेलामा उनीसँग फेरि एउटा घटना हुन्छ। पेट्रोलको ट्याङ्कसँग उनीहरूको गाडी ठोकिन्छ। हतारिएर सर्वसाधारणहरूले उनीहरूलाई अस्पताल लिएर जान्छन्। इस्माइललाई देख्न साथ डाक्टरहरूले उपचार गर्नै मान्दैन र केही बेरपछि एउटा डाक्टरले म गर्छु नि त भनेर अगाडि बढेर यसो हेर्दा इस्माइल मरिसकेका हुन्छन् र इस्माइलको लासलाई लगेर त्यहाँको मर्गमा राखिन्छ। फेरि गाउँमा उही तरिकाले उनको अन्तिम संस्कारको तयारी हुन्छ र फेरि उही कथा दोहोरिन्छ। इस्माइल फेरि जिउँदो हुन्छन्। त्यो भूतले त गाउँै खाने भयो। त्यो भूत नभएको भए त्यसको दाजुभाइ त्यससँग डराउँथे। त्यो घर छिर्ने बेलामा उसको आफ्नै आमाले धरी धुप बालेर छिराउँछ। त्यो भूतै हो। इस्माइलको जिन्दगी अब एकदमै कष्टकर बनेको छ। उनीसँग न साथीभाइ छन्, न आफन्त नै छन्, न कुनै जागिर नै छ। तर पनि एउटा दयालु आफन्तले चाहिँ उनलाई आफ्नो खेतमा जागिर दिन्छन्। तर सबैभन्दा टाढा एक्लै काम गर्नुपर्ने उनको बाध्यता हुन्छ। भोको पेट पाल्नको लागि उनी दिनहुँ गएर खेतमा मजदुरी गर्छन्। त्यही मजदुरी गर्ने क्रममा एक दिन उनी सर्पडंशको शिकार बन्छन्। 4-5 घण्टासम्म उनी अचेत त्यही बारीमा लडिरहेका हुन्छन् अनि बल्ल उनका सहकर्मीहरूले उनलाई देखेर अस्पताल पुर्याउँछन्। अस्पताल पुग्न साथ उनलाई पहिला पनि उपचार गर्ने डाक्टरले देख्छन् र भन्छन् अब चाहिँ यो जिउँदो भयो भने म डाक्टरी पेसा नै छोडिदिन्छु र उनलाई मृत घोषित गर्छन्। 3 देखि 4 दिनसम्म मुर्दा घरमा भएकाले अब चाहिँ यो मर्यो, पक्का मर्यो भनेर गाउँलेहरूले उसका लागि फेरि एकपटक अन्तिम संस्कारको तयारी गर्छन्। तर जादु भनौँ या चमत्कार भनौँ, भगवानको लीला भनौँ, के भनौँ, उनी फेरि जिउँदो हुन्छन्। डाक्टरले नै 4 चोटि मर्यो भनेको मान्छे पटक पटक जिउँदो भइरहेछ। यो भूत नभई के हो त? पहिल्यैदेखि नै अन्धविश्वासले जरो गाडेको तान्जेनियाको त्यो गाउँमा अब इस्माइललाई बाँच्नै गाह्रो भइसकेको थियो। कसैले भूत भन्ने, कसैले बोक्सा भन्ने, बच्चा बच्चीहरूलाई देखेपछि चिच्याएर भाग्ने। ऊ एकदमै फ्रस्ट्रेटेड, एकदमै दुखी हुन थाल्यो र एक दिन दुखी इस्माइल जङ्गलको बाटो हिँडिरहेको थियो। त्यही जङ्गलको बाटो हिँड्दा हिँड्दै इस्माइल एउटा खाल्डोमा खस्छ र टाउको ठोकिएर बेहोस हुन्छ। ऊ त्यही खाल्डोमा लडेको
3 देखि 4 दिनपछि मात्रै उसलाई सर्वसाधारणले देख्छन्, उद्धार गर्छन् र अस्पताल पुर्याउँछन्। फेरि अस्पताल पुर्याउँदा उसलाई मृत घोषित गरिन्छ। सबैले उसलाई भूत भनेर एकदम विश्वास गर्न थालिसके र ऊ मर्यो भनेर पत्याउनै छोडे र त्यस्तै भयो। केही घण्टापछि ऊ फेरि बिउजियो। हरेक पटक मरेर बिउजिँदा मेरो शरीर भारी भएर आउँछ। हरेक रात सपनामा आफ्नो हजुरबुवालाई देख्छु, आमालाई देख्छु, तर फेरि विपनामा एक्लो छु। डर र त्रासमा बाँचिरहेका गाउँलेहरूले अब इस्माइललाई आफै मार्ने जुक्ति निकाले। त्यसलाई सिद्धाउने केही न केही उपाय त लगाउनै पर्यो। राति इस्माइल घरमा सुतिरहेका बेला गाउँलेहरू जान्छन्, बाहिरबाट चुकुन लगाइदिन्छन् र उसको घरलाई आगोले जलाइदिन्छन्। घर जलेर पुरै खरानी भयो, अब त पक्का मर्यो त्यो। खरानी भइसकेको घरभित्र गाउँलेहरू छिरेर हेर्दा इस्माइल एउटा कुनामा लडिरहेको हुन्छ। उसको शरीरको विभिन्न भागहरूमा जलेको हुन्छ र ऊ अचेत अवस्थामा हुन्छ। अस्पताल पुर्याउँदा इस्माइलको हालत एकदमै नाजुक हुन्छ। छातीभरि धुवाँ भरिएको, ठाउँ ठाउँमा जलेको। उसलाई डाक्टरले पुग्न साथ मृत घोषित गरिदिन्छन्। गाउँलेहरूलाई पनि पक्का हुन्छ यसपालि त यो मर्यो भनेर। त्यही भएर फेरि उसका लागि अन्तिम संस्कारको तयारी गर्न थाल्छन्। उसलाई फेरि काठका बाकसमा हालेर गाउँमा पुर्याउँछन् र त्यो काठको बाकसलाई चाहिँ खाल्टोमा हाल्नुभन्दा केही बेर अगाडि फेरि इस्माइल बिउजिन्छन्, जिउँदो हुन्छन्। मलाई थाहा छैन यो श्राप हो कि आशीर्वाद हो। मलाई मर्न त मन छैन, मलाई जिन्दगी प्यारो छ, तर म हारिसकेँ, म थाकिसकेँ।